जनकपुर गोल्ड्स बाहेक एनपिएल को कुनै एउटा टिममा अनुबन्ध हुनु पर्यो टिम रोज्नुहुन्छ यो वर्षपछि भनौँ अहिले वर्ष कन्ट्र्याक्ट छ अहिले नै रिलिज गर्दैन हैन फेभरेट वाला के छ कुनै टिम फेभरेट टिम त भन्न पाइयो फेभरेट मलाई सुदूरपश्चिमै लाग्छ ओके दाइ खेल्ने भएर त हैन हैन टिम योपालि जनकपुर गोल्ड्सको क्याप्टेन बन्ने चान्स कतिको छ मलाई सोच्छु के पनि आगे छ यसको बारे राम्रो कोचले जो क्याप्टेन भयो अ ड्रीम प्रोफेसन वाउ अलिकति इन्ट्रेस्टिङ थियो अब लास्टमा तपाईको फ्यान नेपाली क्रिकेटलाई फलो गरिराख्ने फ्यानहरुलाई चाहिँ एउटा मेसेज छोड्दिनु मेसेज यही छ कि जति पनि अब आउने हाम्रो गेम्सहरु